नमस्कार, म तपाईहरूलाई आज कोशी प्रदेशमा प्याराग्लाइडिङको भविष्य, यसको भौगोलिक सम्भावना, प्रदेश सरकार र स्थानीय सरकारको भूमिका, साथै उदयपुर जिल्लामा स्थापित फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ स्कुलले गरेको योगदानबारे विस्तृत रूपमा जानकारी गराउन गइरहेको छु। नेपाल विश्वमै हवाई खेलकुदका लागि उपयुक्त मुलुक हो, विशेष गरी प्याराग्लाइडिङ, जुन साहसिक खेल मात्र नभई पर्यटन, रोजगारी, स्थानीय अर्थतन्त्र र अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको खेल हो। कोशी प्रदेश, जहाँ हिमाल, पहाड, चुरे र तराई एउटै प्रदेशभित्र भेटिन्छन्, जहाँ प्राकृतिक सौन्दर्य मात्र होइन, हावाको दिशा, उचाइ, भौगोलिक विविधता र मौसमीय अनुकूलता पनि प्रशस्त छ, त्यहाँ प्याराग्लाइडिङको भविष्य अत्यन्तै उज्यालो देखिन्छ। कोशी प्रदेशको भौगोलिक अवस्था र प्याराग्लाइडिङको सम्भावना। कोशी प्रदेशको भूगोल अत्यन्तै विविध छ। उत्तरतर्फ हिमाली क्षेत्र, बीचमा पहाडी भूभाग, दक्षिणतर्फ तराई। यही विविधताले प्याराग्लाइडिङका लागि उत्कृष्ट टेक अफ र ल्यान्डिङ सम्भावना सृजना गरेको छ। विशेष गरी उदयपुर, भोजपुर, धनकुटा, एरथुम, इलाम, खोटाङ जस्ता जिल्लाहरूमा मध्यम उचाइका डाँडाकाँडा, खुला भिरालो भूभाग, स्थिर हावा र लामो उडान समय पाइन्छ। उदयपुरको चम्पाकोट, रौतामाई, त्रियुगा आसपासका क्षेत्र समुद्री सतहबाट करिब 1000 देखि 1200 मिटर उचाइमा रहेका अत्यन्तै उपयुक्त प्याराग्लाइडिङ साइटहरू हुन्। कोशी प्रदेशमा प्याराग्लाइडिङको भविष्य। अब प्रश्न उठ्छ, कोशी प्रदेशमा प्याराग्लाइडिङको भविष्य कस्तो छ? उत्तर स्पष्ट छ, उज्जवल, सम्भावनायुक्त र दीर्घकालीन। किनभने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो छ, पोखरा केन्द्रित प्याराग्लाइडिङ अब अन्य प्रदेशतर्फ सर्दैछ, युवामा साहसिक खेलप्रतिको रुचि बढ्दो छ, रोजगारी र स्थानीय आय आर्जनको नयाँ ढोका खुल्दैछ। यदि सही नीति, लगानी र सहकार्य भयो भने कोशी प्रदेश नेपालकै अर्को प्रमुख प्याराग्लाइडिङ हब बन्न सक्छ। प्रदेश सरकारले गर्नुपर्ने मुख्य कामहरू। अब आउँछ प्रदेश सरकारको भूमिका। प्रदेश सरकारले निम्न कामहरू गर्न जरुरी छ। स्पष्ट नीति र कार्यविधि, प्याराग्लाइडिङलाई प्राथमिक पर्यटन क्षेत्र घोषणा, हवाई खेलकुद नीति प्रदेश स्तरमा लागू, पूर्वाधार विकास, टेक अफ र ल्यान्डिङ साइट सुधार, पहुँच मार्ग, शौचालय, सुरक्षा संरचना, प्रतियोगिता र कार्यक्रम आयोजना, प्रदेश स्तरीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, एक्युरेसी, क्रस कन्ट्री जस्ता इभेन्ट, प्रशिक्षण र मानव स्रोत विकास, पाइलट तालिममा अनुदान, स्थानीय युवालाई स्किल डेभलपमेन्ट, प्रचार प्रसार, ब्रान्डिङ, एडभेन्चर टुरिज्म अफ कोशी प्रोभिन्स, डकुमेन्ट्री, डिजिटल प्रचार र अन्तर्राष्ट्रिय फेयरमा सहभागिता।
स्थानीय सरकार, नगरपालिका, गाउँपालिकाको भूमिका। प्रदेश सरकारसँगै स्थानीय सरकारको भूमिका अझै महत्त्वपूर्ण हुन्छ। स्थानीय सरकारले विडान र अवतरण क्षेत्र पहिचान र संरक्षण, जग्गा व्यवस्थापन र स्थानीय सहमति, सडक, पानी, बिजुली जस्ता आधारभूत सेवा, स्थानीय युवा, महिला र समुदायको सहभागिता, होमस्टे, होटल, यातायात प्रवर्धन गर्न सकेमा प्याराग्लाइडिङ केवल खेल नभई समग्र स्थानीय विकासको मेरुदण्ड बन्न सक्छ। उदयपुर जिल्ला र फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ स्कुलको योगदान। अब कुरा गरौं उदयपुर जिल्लामा स्थापित फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ स्कुलको। फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ स्कुलले चम्पाकोट क्षेत्रमा नयाँ उडान साइट स्थापना, स्थानीय पाइलट उत्पादन र तालिम, सुरक्षालाई प्राथमिकतामा राखेर व्यावसायिक उडान, स्थानीय सरकारसँग सहकार्य, युवालाई रोजगारी र आत्मनिर्भरता, उदयपुरलाई प्याराग्लाइडिङ नक्सामा राख्ने काम गरेको छ। सीमित स्रोत र चुनौती बीच पनि स्थानीय समुदायको साथमा यो स्कुलले उदयपुरमा हवाई खेलकुदको जाग बसालेको छ। सहकार्य नै सफलता हो। प्याराग्लाइडिङको दिगो विकासका लागि प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र र समुदाय सबैको सहकार्य अनिवार्य छ। फ्लाइङ वन्डर्स जस्ता संस्थाहरू प्रदेशको नीतिगत सहयोग पाए उदयपुर मात्र होइन, सम्पूर्ण कोशी प्रदेशलाई अन्तर्राष्ट्रिय साहसिक पर्यटन गन्तव्य बनाउन सक्छन्। निष्कर्ष अन्त्यमा भन्न चाहन्छु, कोशी प्रदेशसँग प्रकृति छ, भूगोल छ, सम्भावना छ, युवा शक्ति छ। अब आवश्यक छ दूरदर्शी नीति, लगानी र सहकार्य।
यदि आजैदेखि सही कदम चाल्यौं भने भोलि कोशी प्रदेश नेपालकै उत्कृष्ट प्याराग्लाइडिङ गन्तव्य बन्नेछ। धन्यवाद। जय पर्यटन, जय साहसिक खेलकुद, जय कोशी प्रदेश।